हाम्रो नेपाली गीत सङ्गीतलाई त्यो इन्डियासम्म पुर्याउनको लागि यो जित बहादुरको लागि धेरै धेरै धन्यवाद। जो कि इन्डियाका कैलाश खेर काल जस्तो गीत गाउनेले आज हाम्रो नेपाली गीत पनि गाइदिनु भएको छ। त्यसको लागि जित बहादुरको लागि फेरि एकचोटि जोरदार ताली। साथै हाम्रो चलचित्र नेपाली फिल्मी क्षेत्र पनि एक दिनपट्टि दिन हुँदै हुँदै सीमा पारी जाँदैछ। खुसी लाग्दैछ। सबैजनाले नेपाली गीत सङ्गीतलाई माया गर्नुहोला र यो जित बहादुरलाई चाहिँ अझ धेरै माया गरिदिनु होला है त। दाइ यो फिल्म कहिले आउँदैछ र कहाँ कहाँ गएर हेर्ने सबैजना दर्शक श्रोतालाई एकचोटि भनिदिनुहोस् त। थ्याङ्क यू दुर्गेशजी, एकदमै थ्याङ्क यू। आयो जित बहादुर यही असार 5 गते सिनेमा हलमा आउँछ। मैले दुःख गरेर बनाएको चलचित्र हो। म आज देखिरहेको छु यहाँहरू गइदिनु हो भने 3 दिन हान्यो। सबैजना जानु होला। जसरी आज दुर्गेश थापाले यति मनोरञ्जन दिनुहुन्छ स्टेजमा, सिनेमाले पनि हलमा त्यस्तै मनोरञ्जन दिन्छ। म 32 वर्ष यो क्षेत्रमा छु र मैले दुःख गरेर बनाएको छु, त्यसैले निराश बनाउँदिनँ। वान्स अगेन यहाँहरू सबैलाई म चुलै निम्त दिन चाहन्छु, तर चुलो ल्याउनु पर्दैन, घरमै राखेको हुन्छ। र आफ्नो साथीभाइ सबैलाई लिएर आउनु होला र यो माया, यो सपोर्ट, यो सद्भाव र सधैँ मलाई हौसला दिने दाई भन्ने, चाहे त्यो अमेरिका जान होस्, चाहे अरू स्टेज कार्यक्रममा होस्, चाहे घरमा होस्, मलाई सम्झिने दुर्गेशजीलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू। ओके। र यसै गरी गीत सङ्गीतलाई माया गर्दै गर्नु। कस्तो फिल्मलाई माया नगरेको कस्तो फिल्मलाई माया गर्ने त गाइस। त्यही भएर जित बहादुर फिल्म चाहिँ हेर्नै जानुपर्छ है त गाइस है।